हेलो एभ्रिवान, आज हामी पढ्छौँ नेपाल प्रहरीसँग सम्बन्धित जुन चाहिँ नेपाल प्रहरीमा सोध्ने गरिन्छ जीके सम्बन्धी हामी आज लिएर आएका छौँ भिडियो। धेरै दिनदेखि हाम्रो यस च्यानलमा भिडियो आइराखेका थिएन, त्यस कारणले गर्दा क्षमा चाहन्छु, किनभने हामी अर्कै कामको कारणले हाम्रो यस च्यानलमा भिडियो आएका थिएन। अब हामी क्वेसनतिर लाग्छौँ। क्वेसन नम्बर 1 मा के भनेको छ भन्दाखेरि नेपालको वर्तमान संविधान कहिले जारी भएको थियो भनेर भनिएको छ। हामी यहाँ अप्सन हेर्न सक्छौँ। क नम्बरमा 2072 असोज 1, त्यस्तै ख मा भनेको छ 2072 असोज 3, त्यस्तै ग मा भनेको छ 2072 भदौ 3, त्यस्तै घ मा भनेको 2072 कार्तिक 30। यसको सही उत्तर भन्ने भने हाम्रो ख नम्बर हुन्छ 2072 असोज 3। त्यस्तै हामी अर्को क्वेसनतिर जान्छौँ। क्वेसन नम्बर 2 मा के भनेको छ भन्दाखेरि क्वेसन नम्बर 2 मा भनेको छ विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश कुन हो भनेर भनेको छ। विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश कुन हो? यसको अप्सन हेर्छौँ हामी। अप्सनमा रहेको छ संयुक्त राष्ट्र अमेरिका, त्यस्तै चीन, त्यस्तै बी रहेको छ, त्यस्तै हामी हेर्ने हो भने तपाईको के रहेको छ रुस। सही उत्तर भन्ने भने हाम्रो यसको ग नम्बर हुन्छ भारत। त्यस्तै हामी अर्कोतिर जान्छौँ हामी। अर्को नम्बर रहेको छ हाम्रो 3 नम्बर। 3 नम्बरमा के भन्नु छ भन्दाखेरि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो त? अप्सन हेर्छौँ। चितवन राष्ट्रिय निकुञ्ज, त्यस्तै सगरमाथा राष्ट्रिय निकुञ्ज, सेपफोक्सो राष्ट्रिय निकुञ्ज, त्यस्तै अर्को हेर्नु भने तपाईको लाङटाङ राष्ट्रिय निकुञ्ज। सही उत्तर भन्नु भने हाम्रो यसको ग हुन्छ सेपफोक्सो राष्ट्रिय निकुञ्ज। त्यस्तै हामी क्वेसन अर्कोतिर जान्छौँ। अर्को क्वेसन भनेको छ क्वेसन नम्बर 4 मा के भनेको छ भन्दाखेरि यहाँ हेर्न सक्छौँ हामी। अन्तर्राष्ट्रिय न्यायालयको मुख्यालय कहाँ रहेको छ भनेर भनिएको छ। यसको अप्सन हेर्छौँ। क न्युयोर्क, ख जेनेभा, ग हेग, ख पेरिस। सही उत्तर भन्ने भने यसको अप्सन हाम्रो के हुन्छ भन्दाखेरि हेग हुन जान्छ। सही उत्तर के हुन्छ रे? हेग हुन्छ। त्यस्तै हामी जान्छौँ क्वेसन नम्बर 5 नम्बरतिर। क्वेसन नम्बर 5 मा के भनेको छ भन्दाखेरि हामी हेर्छौँ यहाँ। क्वेसन नम्बर 5 को प्रश्न के भनेको छ मानव शरीरको सबैभन्दा ठुलो ग्रन्थि कुन हो भनेर भनेको छ। अप्सन हेर्छौँ। अप्सन क मृगौला, ख कलेजो र ग मुटु र घ के भनेको छ भन्दाखेरि फोक्सो। सही उत्तर भन्नु भने हाम्रो ख हुन्छ कलेजो। त्यस्तै 6 नम्बरतिर जान्छौँ हामी। 6 नम्बरमा के भनेको छ भन्दाखेरि क्वेसन नम्बर 6 मा भनेको छ हाम्रो प्रहरी जवान पदमा भर्ना हुनका लागि न्यूनतम कति वर्षको उमेर हुनु पर्दछ भनेर भनिएको छ। क 16, त्यस्तै ख 17 र 18, त्यस्तै 19। सही उत्तर भन्नु भने हाम्रो हुन्छ 18। त्यस्तै 18 वर्ष हुनु पर्यो। त्यस्तै हाम्रो क्वेसन नम्बर 7 तिर जान्छौँ। क्वेसन नम्बर 7 मा के भनेको छ भन्दाखेरि सगरमाथाको उचाइ कति मिटर रहेछ भनेर भनेको छ। अप्सन हेर्छौँ। 8848 मिटर, 8848.86 मिटर, त्यस्तै 8850 मिटर र 8748.86 मिटर। सही उत्तर भन्नु भने हाम्रो अप्सन ख हुन्छ 8848.86 मिटर। हामी जान्छौँ क्वेसन नम्बर 8 तिर। क्वेसन नम्बर 8 मा के भनेको छ भन्दाखेरि यहाँ हेर्छौँ हामी। क्वेसन नम्बर 8 मा नेपालको कुन हिमाललाई बरफको ताल उपनामले चिनिन्छ? नेपालको कुन हिमाललाई बरफको ताल उपनामले चिनिन्छ भनेर भनेको छ। अप्सन हेर्छौँ। मनासलु, धवलागिरी, ग अन्नपूर्ण, घ गणेश हिमाल। सही उत्तर भन्नु भने हाम्रो अप्सन डी हुन्छ गणेश हिमाल। त्यस्तै हामी जान्छौँ क्वेसन नम्बर 9 तिर। क्वेसन नम्बर 9 मा के भनेको छ भन्दाखेरि संयुक्त राष्ट्र सङ्घको स्थापना कहिले भएको थियो भनेर भनेको छ। यहाँ अप्सन हेर्छौँ हामी। अप्सन ए मा रहेको छ 1942 अक्टोबर 24, 1945 अक्टोबर 24, त्यस्तै 1948 अक्टोबर 24 र त्यस्तै हाम्रो रहेको छ 1950 अक्टोबर कति रे 24। सही उत्तर भन्नु भने हाम्रो अप्सन ख हुन्छ 1945 अक्टोबर 24। त्यस्तै हामी जान्छौँ क्वेसन नम्बर 10 तिर। प्रश्न नम्बर 10 मा के भनेको छ भन्दाखेरि नेपालको पहिलो प्रधान न्यायाधीश कुन भनेर भनेको छ। के भनेको छ अरे नेपालको पहिलो प्रधान न्यायाधीश कुन हो भनेर भनेको छ। यसको हामी अप्सन हेर्छौँ। यसको अप्सन के भन्छ भन्दाखेरि सुशील कार्की, त्यसपछि सुशीला कार्की, शारदा प्रसाद सुवेदी, ओम प्रकाश मिश्र, त्यस्तै मीरा ढुङ्गान भनेर भनिन्छ। मीरा ढुङ्गन्ना भनेर भनिन्छ। सही उत्तर भन्नु भने हाम्रो अप्सन क हुन्छ सुशीला कार्की। जान्छौँ प्रश्न नम्बर हामी 11 तिर। प्रश्न नम्बर 11 मा के भनेको छ भन्दाखेरि विश्वको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो भनेर भनेको छ। यसको अप्सन हेर्ने हो भने हाम्रो हिमालय, त्यस्तै एन्डिज, रकी र आल्प्स भनेर भनिएको छ। सही उत्तर भन्नु भने हाम्रो ख हुन्छ एन्डिज। जान्छौँ 12 नम्बरतिर।
प्रश्न नम्बर 12 मा के भनेको छ भन्दाखेरि यहाँ हेर्दाखेरि हाम्रो क्वेशन के भनेको छ भन्दा नेपालको राष्ट्रिय गानका रचयिता को हुन् त? अप्सनहरु छ लक्ष्मी प्रसाद देवकोटा, ख माधव प्रसाद घिमिरे, ग प्रदीप कुमार राई, त्यस्तै यसलाई अर्को नाम भन्नु भने व्याकुल महिला भन्ने गरिन्छ प्रदीप कुमार राईलाई। त्यस्तै घरमा भन्नु भने के भन्छ गोपाल प्रसाद रिमाल। सही उत्तर भन्नु भने अप्सन हाम्रो ग हुन जान्छ प्रदीप कुमार राई अर्थात् व्याकुल महिला पनि भन्न गरिन्छ। कहिलेकाहीँ व्याकुल महिला आउन सक्छ इक्जाममा है त। त्यस्तै हामी जान्छौँ प्रश्न नम्बर 13 तिर। प्रश्न नम्बर 13 मा के भनेको छ भन्दाखेरि यहाँ हेर्नु भने नेपालको कुन जिल्ला कफी जोन भनेर चिनिन्छ? नेपालको कुन जिल्लालाई कफी जोन भनेर चिनिन्छ? अप्सन इलाम, गुल्मी, पाल्पा, काभ्रेपाल्चोक। सही उत्तर भन्नु भने के हुन्छ रे हाम्रो अप्सन ख गुल्मी। त्यस्तै हामी जान्छौँ प्रश्न नम्बर 14 तिर। प्रश्न नम्बर 14 मा के भनेको छ भन्दाखेरि शरीरमा रगतको कमी हुँदा लाग्ने रोग कुन हो त? अप्सन क मधुमेह, ख क्यान्सर, ग रक्तचाप, त्यस्तै घ हेर्नु भने तपाईको एनिमिया रहेको छ। यसको सही उत्तर भन्ने हाम्रो घ हुन्छ एनिमिया भन्नुको अर्थ। अब जान्छौँ प्रश्न नम्बर हामी 15 तिर। 15 मा के भनेको छ भन्दाखेरि यहाँ हेर्नु भने नेपालमा हाल कतिवटा प्रदेशहरू छन्? यो त सबैलाई थाहा छ 5, 6, 7, 8 भन्नका सही उत्तर के हुन्छ हाम्रो 7। यो त सबैलाई थाहा छ। त्यस्तै हामी जान्छौँ प्रश्न नम्बर 16 तिर। प्रश्न नम्बर 16 मा के भनेको छ भन्दाखेरि यहाँ हेर्नु भने हाम्रो प्रश्न नम्बर 16 भन्छ पृथ्वीलाई नीलो ग्रह भन्नुको मुख्य कारण के हो त? पृथ्वीलाई अर्थलाई नीलो ग्रह भन्नुको मुख्य कारण के हो त? अप्सन क वायुमण्डल, ख वनस्पति, ग पानीको उपस्थिति, त्यस्तै घ चट्टान रहेको छ। सही उत्तर भन्नु भने के हुन्छ हाम्रो ग पानीको उपस्थिति। जान्छौँ प्रश्न नम्बर 17 तिर। प्रश्न नम्बर 17 मा के भनेको छ भन्दाखेरि हाम्रो नेपालको राष्ट्रिय फूल कुन हो? अब यहाँ हेर्छौँ हामी सयपत्री फूल, गुलाब, लालीगुराँस, त्यस्तै हाम्रो के भनेको छ भन्दाखेरि चमेली, चम्पा भन्ने गरिन्छ या चमेली भन्ने गरिन्छ। सही उत्तर भन्नु भने हाम्रो ग हुन जान्छ लालीगुराँस। जान्छौँ प्रश्न नम्बर 18 तिर। प्रश्न नम्बर 18 मा के भन्यो भन्दाखेरि नेपालको प्रकाशको सहर भनेर कुन सहरलाई चिनिन्छ? नेपालको प्रकाशको सहर भनेर कुन सहरलाई चिनिन्छ भनेर भनिएको छ। अप्सन हेर्ने भने हाम्रो के यहाँ अप्सन दिएको छ भन्दाखेरि काठमाडौँ छ, त्यस्तै पोखरा, अनि विराटनगर र जनकपुर। तीमध्ये कुन हो त? सही उत्तर भन्नु भने हाम्रो घ हुन्छ जनकपुर। साथीहरू यस्तै यस्तै तपाईको के हुन्छ भन्दाखेरि नेपाल प्रहरीमा यस्तै यस्तै सदन जस्तो क्वेशनहरू सोध्ने गरेको पाइन्छ। त्यसले गर्दा तपाईहरु अन्यथा नलिनु होला। त्यस्तै हामी जान्छौँ क्वेशन नम्बर 19 तिर। क्वेशन नम्बर 19 मा के भनेको छ भन्दाखेरि हामी हेर्छौँ संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतको राष्ट्रपति को हुन् त? यहाँ हेर्छौँ हामी जवाहरलाल नेहरू, त्यस्तै महात्मा गान्धी र सरदार त्यस्तै वल्लभभाई पटेल, त्यस्तै के छ भन्दाखेरि सुभाष चन्द्र बोस भनेर भनिएको छ। सही उत्तर भन्नु भने हाम्रो ख हुन्छ महात्मा गान्धी। जान्छौँ प्रश्न नम्बर 20 तिर। प्रश्न नम्बर 20 आजको अन्तिम प्रश्न रहेको छ। प्रश्न नम्बर 20 मा जान्छौँ हामी। प्रश्न नम्बर 20 मा रहेको छ नेपालको कुन जिल्लालाई जिल्लाको रानी भनिन्छ भनेर भनिएको छ। नेपालको कुन जिल्लालाई जिल्लाको रानी भनिन्छ भनेर भनिएको छ। यहाँ अप्सन हेर्छौँ इलाम, धनकुटा, पाल्पा र स्याङ्जा। सही उत्तर के छ भन्दाखेरि पाल्पा रहेको छ। ल साथीहरु यहाँसम्म हेरिदिनु भएकोमा म धेरै दिलदेखि म के भन्छ धन्यवाद दिन चाहन्छु। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई अवश्य सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद साथीहरु।